दुध उमालेको देख्दाखेरि चाहिँ तपाईँहरूले चाल पाउनु भयो होला म चाहिँ के बनाउँदैछु भनेर साथीहरू। आज चाहिँ म चाहिँ खिर बनाउन जाँदैछु है। अन्त के फट्टै खिर बनाऊँ भनेर मनमा आयो, किनभने दुध बेसी थियो फ्रिजमा, त्यही भएर चाहिँ बनाइदिनु पऱ्यो, बाउ छोरीले खान्छ भनेर चाहिँ फटाफट त्यहाँबाट दुध सुध बसाएर है चामलहरू भिजाएर राखेको थिएँ, चामलहरू फटाफट हालेर उयो गरेर अन्त त्यहाँबाट यो चाहिँ अनप्लान्ड उयो है खाना है, प्लान नगरिकन बनाएको हुन्छ नि। अनि त्यहाँबाट यहाँ चाहिँ मैले गुडलाई ग्रेड गरेर राखेको थिएँ है। मेरोमा चाहिँ ड्राई फ्रुट चाहिँ बदाम मात्रै थियो, अन्त बदाम पनि काटेर राखेको थिएँ। यहाँ चाहिँ दुध चाहिँ एकदमै हाफ भइसकेको छ हो पाकेर होइन, अन्त चामलहरू पनि पाकिसकेको छ। अब चाहिँ यहाँ चाहिँ मैले यो गुड र बदाम काटेको चाहिँ हाल्दैछु होइन, यसमा चाहिँ एड गर्दैछु। अब मलाई चाहिँ गुड हालेको चाहिँ पुरा मनपर्छ, किनभने कलर राम्रो आउँछ नि त, त्यही भएर चाहिँ। अन्त फाइनली मेरो यहाँ बनिसकेको छ साथीहरू। मेरोमा अरू ड्राई फ्रुट्सहरू केही थिएन हो, काजु बदामहरू सब खतम भयो, काजु किसमिसहरू सब खतम भएको थियो हो। अन्त यहाँ चाहिँ प्रणवीको लागि निकालि पनि सकेँ हो, सेलाइदिइसकेँ, किनभने 9 पार भइसकेको थियो। अब नानीलाई दिनु पऱ्यो, किनभने नानी सुत्छ, बिहान उठ्नु पऱ्यो है, भोलि स्कुल जानुपर्छ, टेस्ट चल्दैछ। अनि नानीलाई खाएर बताऊ नानी कस्तो भयो भनेर चाहिँ उसले खाएर बताउँदैछ है। उसले चाहिँ दामी भयो मम्मा भन्दैछ। अन्त खिर चाहिँ मेरो छोरीको मात्रै फेभरेट होइन, मेरो बुढाले पनि पुरा मन पराउँछ है। अन्त मैले चाहिँ इजी तरिकाले बनाएको थिएँ साथीहरू। तपाईँहरूलाई मैले बनाएको कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।